टसिदेले नमस्कार। टिबेट टिभी को नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुड्रो साङपो उपस्थित भएको छु। सुरु गरौं यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूद्वारा नागार्जुनले रचेको बोधिचित्त विवरणबारे 3 दिने शिक्षा सुरु। परमपावन दलाई लामा ज्यूले तेङ्बोचे रिम्पोचेको निधनमा शोक व्यक्त। तिब्बती गायक लुन्डुप ढाक्पालाई 6 वर्षको जेल। प्राचीन चिनिया ऐतिहासिक रिकर्डले तिब्बतलाई स्वतन्त्र देशको रूपमा देखाउँदछ भन्ने चिनिया विद्वानहरूको तर्क। तिब्बत सङ्ग्रहालयले परमपावन ज्यू र म भन्ने शीर्षकमा ग्लोबल सेल्फी अभियानको सुरुवात। ताइवान सांस्कृतिक मन्त्रालयले तिब्बत र मङ्गोलियन संस्कृतिको बारेमा एउटा कार्यक्रमको आयोजना। प्रतिनिधि मुडुप छिरिङले माइकल वल्स नाइटहुड समारोहमा सहभागिता। अब समाचार विस्तारमा। यस हप्ता बिहिबार परमपावन दलाई लामा ज्यूले नागार्जुनले रचेको बोधिचित्त विवरणबारे 3 दिने शिक्षा सुरु गर्नुभयो। रुसी बौद्धहरूले अनुरोध गरेको भर्चुअल शिक्षामा परमपावन ज्यूले तिब्बत र मङ्गोलियन बीचको लामो समयदेखि रहेको ऐतिहासिक र सभ्यताको सम्बन्धबारे कुरा गर्नुभयो। भर्चुअल शिक्षा कुन्चे छुनी गुम्बा र बुरेत पक्षी रिम्पोचेको गेदेन सेटुप छोगुलिङ विहारको भिक्षुहरूले प्रज्ञा पारमित्र हृदय सूत्रको पाठनबाट सुरु गर्नुभयो। छेसाप ngaवाङ दोर्जेले 13औं दलाई लामा र रुसी बौद्धहरूको योगदान लिएर सेन्ट पिटर्सबर्गमा कुन्चे छुनी गुम्बाको स्थापना गर्नुभयो। परमपावन ज्यूले रुसी बौद्धहरूको अनुरोधमा सन् 2009 देखि शिक्षा दिन सुरु गर्नुभएको थियो। परमपावन ज्यूले 86 वर्षीय तेङ्बोचे रिम्पोचे ngaवाङ तेन्जिन साङ्पोको नाम्चे बजारमा निधन भएको शोक व्यक्त गर्नुभयो। उहाँले शोक पत्रमा सबै शेर्पा समाजहरूलाई सम्बोधित गर्दै उहाँको लागि गर्न सकिने उत्तम श्रद्धाञ्जली भनेको शान्त मन र न्यानो मनको विकास गर्नु हो, जसलाई स्वर्गीय रिम्पोचेले आफ्नो जीवनकालबाट स्पष्ट रूपमा उदाहरण दिनुभएको छ भन्नुभयो। रिम्पोचेको नम्रता र अरूको सेवामा साँचो समर्पणको प्रशंसा गर्दै अर्थपूर्ण जीवन कसरी बिताउनु पर्छ भन्नेको उदाहरण हो भन्नुभयो। भारतमा रहेका आफन्तहरूलाई पैसा पठाएको कारणले चिनिया जेलमा लामोको मृत्यु र उनका भाइ थर्पा अझै पनि चिनिया जेलमा रहेको खबर पाउनका साथ नाग्चु खम्डिडुका लोकप्रिय तिब्बती गायक लुन्डुप ढाक्पाको अर्को रिपोर्ट प्राप्त गरेका छन्, जहाँ उनले तिब्बतमा चीनको दमनकारी नीतिहरूको आलोचना गर्दै गीत गाएकोमा चिनिया अधिकारीहरूले 6 वर्षको जेल सजाय सुनेका छन्। स्रोतका अनुसार नाग्चु डिडु काउन्टीका 36 वर्षीय गायकलाई उनको पछिल्लो गीत ब्ल्याक ह्याट रिलिज भएको 2 महिनापछि मे 2019 मा पक्राउ गरेको थियो। सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको मानव अधिकार डेस्कको प्रमुखका अनुसार तिब्बतीहरूले आफ्नो आधारभूत स्वतन्त्रता र अधिकारको प्रयोग गरेकोमा चिनिया अधिकारीहरूले कडा व्यवहार गरेको छ भन्नुभयो। Various of human rights are violated without a single question or doubt by the Chinese government. For example, right when a Tibetan political prisoner is arrested, he or she will not know for what reason they are being arrested, and neither does his or her family members will receive an arrest warrant. It will be months or even years later that their family members will know the reason for their family members' arrest. तिब्बतको लागि विश्वव्यापी एकजुटता चिन्ह गर्न र परमपावन ज्यूको विश्वव्यापी प्रभाव मनाउन केन्द्र प्रशासनका तिब्बत सङ्ग्रहालयले तपाईहरूले सिर्जना गरेको तस्बिरको प्रयोगले प्रदर्शन गरिनेछ। From early 1990s, China launched a patriotic re-education campaign. Under this campaign, the display and possession of His Holiness photograph is completely banned. Till today, if anyone found with His Holiness photographs, they are sentenced to varying degree of 10 to 15 years.
So Tibet Museum, as a mark of solidarity with the Tibetan inside Tibet, as well as protest against this China's harsh policy, we launched a campaign where people can submit their photographs with His Holiness photo, and we plan to display those photographs in our new museum, which is very soon to be launched in early 2021. तपाईहरुको सेल्फीहरु तिब्बत संग्रहालयमा परमपावन जुले समर्पित गरिएको सेक्सनमा भुइँदेखि 6 सम्म सेल्फी पर्खालमा केन्द्रित हुनेछन् र यस अभियानमा तिब्बतीहरुले मात्रै नभई सबैजनाले भाग लिन पाउनुहुनेछ। प्रोफेसर लिउ हन्टनले तर्क गरेको अनुसार पुरानो चिनिया ऐतिहासिक कागजातहरूले जापान र कोरिया पछाडि तिब्बतलाई विदेशी देशको रूपमा उल्लेख गरेको छ। प्रोफेसर थेनले यी कागजातहरू इन्टरनेटमा उपलब्ध छन् र युहान वंश र रिपब्लिक अफ चाइना बीच प्रकाशित भएको थियो र पछि पिपल्स रिपब्लिक अफ चाइनाद्वारा प्रकाशित र पुनः प्रिन्ट गरिएको थियो भन्नुभयो। The PRC, to maintain its respectability, cannot admit that the annexation of Tibet in 1950 was a new conquest. It's not like we can say, oh, Alexander the Great conquered people, but no, you cannot do that in 1950, okay? So it has to be legitimized as a unification of an old territory. And a lot of patriotic Chinese, actually, today they are unaware of this sort of this logic or this argument, and they still go around telling people that, so what, yeah, we conquered Tibet fair and square. प्रोफेसर थेनलाई तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीले मिङ राजवंशको बेला तिब्बतको स्थिति शीर्षकमा भाषण दिन आमन्त्रित गर्नुभएको थियो। प्रोफेसर लिउ सम्मानित चिनिया अमेरिकी विद्वान हुन् जसले आफ्नो सेवानिवृत्त जीवनलाई तिब्बतको स्थितिबारे अनुसन्धानमा समर्पण गरी तिब्बत पुरातन कालदेखि चीनको हिस्सा थिएन भन्ने शीर्षकमा एउटा ऐतिहासिक पुस्तक लेख्नु भएको थियो। गत हप्ता शनिबार ताइवानको संस्कृति मन्त्रालयले तिब्बती र मंगोलियन संस्कृतिको इतिहास र त्यसको संरक्षण सम्बन्धी 2 दिने सेमिनार आयोजना गरेको थियो। सो कार्यक्रम मंगोलियन र तिब्बती संस्कृति केन्द्रले सांस्कृतिक युवा स्वयंसेवक प्रशिक्षण शिविरको शीर्षकमा आयोजना गरेको थियो। तिब्बती दूतावास कार्यालय ताइवानका प्रतिनिधि दावा छिरिङलाई तिब्बत र तिब्बतको विद्यमान स्थितिको बारे बोल्न आमन्त्रित गरेको थियो। यस सेमिनारको उद्देश्य मंगोलियन र तिब्बती संस्कृतिलाई बढावा दिन, ताइवान मंगोलियन र तिब्बती विद्यार्थीहरूको बीच सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्नु हो। नेदरल्यान्ड किङडमका काउन्सिलर जनरलको निमन्त्रणमा प्रतिनिधि मुटुप छिरिङले अक्टोबर 2 तारिखको दिन सान फ्रान्सिस्को वाणिज्य दूतावासमा माइकल भ्यान वाल्स नाइटहुड समारोहमा सहभागी हुनुभएको थियो। माइकलले लेखेको पुस्तक तिब्बतको स्थिति अन्तर्राष्ट्रिय कानुन अन्तर्गत तिब्बतको ऐतिहासिक र राजनीतिक अवस्थाको बारे एक मानक सन्दर्भ भएको थियो जसले तिब्बतको ठूलो योगदान र अनन्त सहयोग पुगेको थियो। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को सप्ताह फेरि भेटौँला। तसिदेले नमस्ते।